नमस्ते। कार्यक्रम मजेरीको पर्खाइमा बसिरहनुहुने आदरणीय तमाम दर्शक तथा श्रोताबिन, कार्यक्रम मजेरी लिएर म कार्यक्रम प्रस्तुता तारक यहाँहरूमा आज उपस्थित भइसकेको छु। आजको बसाइमा हामीसँग धेरै दर्शकहरू यहाँ उपस्थित हुनुहुन्छ। हामीलाई कार्यक्रम भिडियो मार्फत हेर्ने सबै दर्शकहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। उपस्थित सबै दर्शकहरूलाई पनि कार्यक्रम मजेरीमा धेरै स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकबिन, मैले अगाडिको बसाइमा यहाँहरूलाई झोला शीर्षकमा आफ्ना रचनाहरू केही छन् भने लिएर आउनु है भनेर भनेको थिएँ। यहाँहरूले अवश्य पनि लिएर आउनु भएको छ होला, अपेक्षा राखेको छु। यदि लिएर आउनु भएको छैन भने हजुरहरूले भिडियो मार्फत पनि रचनाहरू पठाउन सक्नुहुन्छ भनेर मैले भनेको छु। धेरै साथीहरूले अस्ट्रेलियाबाट साथीहरूले भिडियो पठाउनु भएको छ। क्यानाडाबाट पनि एउटा भिडियो आएको छ। ती भिडियोहरूलाई पनि हामी समावेश गर्ने नै छौँ। उहाँहरूले आफ्ना रचनाहरू पठाउनु भएको छ। कार्यक्रममा धेरै साथीहरू जोडिने क्रममा हुनुहुन्छ, दर्शकहरू जोडिँदै हुनुहुन्छ। आज ओमकार परिवारको यस मजेरीमा धेरै दर्शकहरू जोडिनु भएको छ। तपाईँहरू सबैलाई कार्यक्रम मजेरीमा धेरै स्वागत गर्दछु। मैले अगाडिको बसाइमा झोला शीर्षक दिएको थिएँ। त्योभन्दा अगाडिको बसाइमा ओदान शीर्षक दिएको थिएँ। ओदान अनि झोला शीर्षकमा धेरै रचनाहरू आएका छन्। हामीले यसलाई जोडेर राखेका छौँ। हामी आगामी बसाइमा यी प्रस्तुतिहरू अवश्य पनि यहाँहरूमा पस्कने नै छौँ। आदरणीय दर्शकबिन, आजको बसाइमा यहाँहरूलाई फेरि अर्को शीर्षक दिन गइरहेको छु। तपाईँहरूले आफ्ना मैले दिएको शीर्षकमा केही रचनाहरू लिएर आउनुभयो भने हजुरहरू यहाँ बसेर मसँगै भलाकुसारी गर्दै आफ्ना रचनाहरू प्रस्तुत गर्न पाउनुहुनेछ। तपाईँहरूले स्टुडियोमा आएर आफ्ना रचनाहरू प्रस्तुत गर्न पाउनु भएन भने पनि तपाईँहरूले आफ्ना रचनाहरू भिडियो मार्फत पठाउनु भयो भने हजुरहरूका भिडियोहरू हामी अवश्य पनि सम्प्रेषण गर्ने नै छौँ। ओमकार परिवारले यति ठुलो मजेरी कार्यक्रम सञ्चालन गरेको छ। आजको बसाइमा तपाईँहरूलाई म एउटा शीर्षक दिन गइरहेको छु। दर्शकबिन, मलामी शीर्षकमा तपाईँहरूले आफ्ना रचनाहरू टिप्नुभयो भने अर्को बसाइमा तपाईँहरूले मलामी शीर्षकमा आफ्ना रचनाहरू लिएर आउनुहोला। मलामी शीर्षक किन दिएको छु? हाम्रो समाजका केही घटनाहरू हामी मलामी जाँदाखेरि कसरी जान्छौँ। एउटा परिवार शोकमा डुबेको हुन्छ अनि हामी मलामी कस्ता छौँ तपाईँहरूलाई म पस्किन गइरहेको छु। त्यसदेखि पछाडि मजेरीमा प्रवेश गरौँला। हस्त दर्शकबिन, तपाईँहरूलाई मैले मजेरी दिएको छु। मजेरीमा मैले तपाईँहरूलाई मलामी शीर्षक दिएको छु। आजको मजेरीमा अर्को बसाइमा आउँदाखेरि मलामी शीर्षकमा आफ्ना रचनाहरू लिएर आउनुहोला। दर्शकबिन, आज शब्दागृहमा मलामीहरूको ठुलो भिड थियो। आज शब्दागृहमा मलामीहरूको ठुलो भिड थियो। माथि किन दैव बजरा खनायो, कुञ्जुनीको बदला लिन अनाथ बनायो, निर्दोषी माथि किन दैव बजरा खनायो। आज शब्दागृहमा मलामीहरूको ठुलो भिड थियो। श्रद्धाञ्जली दिन होइन त्यहाँ भेटघाट गर्ने ठुलो उद्देश्य थियो।
युद्ध जिते झैँ हात हल्लाउँदै मलामी भित्र आयो। युद्ध जिते झैँ हात हल्लाउँदै मलामी भित्र आयो। अनि छोड्ने भए बाबा यति छिटै मलाई छोड्ने भए बाबा किन मेरो हात तिमीले समायो किन मेरो हात तिमीले समायो उठन बाबा उठन बाबा उठन नउठ्ने भए मलाई किन हिँड्न सिकायो नउठ्ने भए मलाई किन हिँड्न सिकायो निर्दोषी माथि किन दैव बज्र खनायो कुञ्जुनीको बदला कुञ्जुनीको बदला लिन अनाथ बनायो निर्दोषी माथि किन दैव बज्र खनायो। हाँसी हाँसी चितामा सब जल्दै थियो। हाँसी हाँसी चितामा सब जल्दै थियो। चिताको धुवाँ हेरेर परिवार रुँदै थियो। चिताको धुवाँ हेरेर परिवार रुँदै थियो। उता मलामीलाई घर फर्किन हतार थियो। उता मलामीलाई घर फर्किन हतार थियो। तछाड मछाड गर्दै मलामी चौरमा भेट्टाइ खेल्दै थियो। तछाड मछाड गर्दै मलामी चौरमा भेट्टाइ खेल्दै थियो। जल्ने भए बाबा हाँसी हाँसी चितामा जल्ने भए बाबा भन किन मलाई रुन सिकायो भन किन मलाई रुन सिकायो बोलन बाबा बोलन बाबा बोलन नबोल्ने भए मलाई किन बोल्न सिकायो नबोल्ने भए मलाई किन बोल्न सिकायो निर्दोषी माथि किन दैव बज्र खनायो कुञ्जुनीको बदला कुञ्जुनीको बदला
दैव बजरा खनायो। आज सप्ताहगृहमा मलामीको ठुलो हुल थियो। आज सप्ताहगृहमा मलामीको ठुलो हुल थियो। श्रद्धाञ्जली दिन होइन त्यहाँ भेटघाट गर्ने उद्देश्य चाहिँ मूल थियो। आदरणीय दर्शकबिन, युद्ध जिते झैँ गरेर हात हल्लाउँदै मलामी आयो। युद्ध जिते झैँ हात हल्लाउँदै मलामी भित्र आयो। फोनको घन्टीमा हाँसोको खित्का मिसाउँदै सबैलाई उसले अँगालो हाल्यो। फोनको घन्टीमा खित्का मिसाउँदै उसले सबैलाई अँगालो हाल्यो। आदरणीय दर्शकबिन, हामी मलामी यस्तै छौँ। फोनको घन्टीमा हाँसोको खित्का मिसाउँछौँ। एउटा परिवार बाबाको परिवारको बिछोडमा हक्कानिरहेको हुन्छ। हामी मलामी भएर त जान्छौँ। एकहोरो शङ्ख त्यहाँ बजिरहेको हुन्छ। परिवार र आफन्त आफ्नो परिवारको वियोगमा शैयामा सुतेको सबलाई सुमसुम्याउँदै भक्कानिरहेको हुन्छ। तर हामी मलामी के गर्दै गरेका हुन्छौँ? वियोगमा छुट्टिएर धेरै वर्षपछि भेट भएका युगल जोडी चाहिँ अङ्कमाल गर्छौँ। सप्ताहगृहमा होहल्ला गर्छौँ। हामी श्रद्धाञ्जली अर्पण गर्न गएका, तर हामी माया विरक्ति साटे झैँ मलामी भएर यसो गरिरहेका हुन्छौँ। आजको बसाइको उद्देश्य यो हो, हामी जसको पनि मलामी जान्छौँ, आदरणीय दर्शकबिन, हामी मलामी भएर जाउँ होला। त्यो शोकाकुल परिवारलाई हाम्रो धैर्य धारणले ठुलो शक्ति मिल्नेछ। हामीले कति पनि होहल्ला नगरिकन, मैले भने नि अगाडिको गीतमा गुन्जिँदै थियो नि, बाबाको अनि आमाको शव सुमसुम्याएर परिवार रोइरहेको हुन्छ। चितामा जलेको धुवाँ हेरेर परिवार भक्कानिरहेको हुन्छ। तर मलामीलाई हतार छ घरमा आउनु। मलामी तछाड मछाड गर्दै उसलाई घर फर्किन हतार छ। त्यो चौरमा मलामी भेट्टाइ खेलिरहेको हुन्छ। अब हामीले यसो नगरौँ भन्ने उद्देश्य हो आजको बसाइको कार्यक्रम मजेरी मार्फत। ओमकार परिवारको यस मजेरीमा मैले यिनै विषयहरू यहाँहरूमा उठान गरेको छु। अवश्य पनि हामीलाई लाइभ मार्फत, यो भिडियो मार्फत हाम्रो कार्यक्रम मजेरी हेरिराख्ने सबै दर्शकहरूलाई यो अनुरोध गर्दछु, हाम्रो समाजलाई अब फ्युनरल होम नदिने पनि भइसकेको छ। तपाईँ हाम्रो व्यवहारले गर्दाखेरि धेरैवटा स्टेटमा, धेरैवटा सिटीमा पनि फ्युनरल होम बन्द हुँदै गइरहेको छ। हाम्रो समाजलाई फ्युनरल होम दिन अल्छी गरिरहेको छ यहाँको समाजले। त्यसैले आजको बसाइमा अब हाम्रा बानीहरू सुधारौँ। फ्युनरल होममा जाँदाखेरि मलामी जस्तो भएर जाउँ, दुःख परेका परिवारलाई सहयोग गरौँ भन्ने उद्देश्यसहित आजको बसाइको मैले उठान गरेको छु। विश्वास छ यहाँहरूले अवश्य पनि कार्यक्रम मजेरी मन पराइदिनुहुन्छ, यो भिडियोलाई सुनेर सबैसम्म पुर्याइदिनुहुन्छ भन्ने पूर्ण आशा पनि गरेको छु। अनि फेरि पनि ओमकार परिवारद्वारा आयोजित यो मजेरी कार्यक्रम यहाँहरूलाई कस्तो लाग्दैछ कमेन्ट गरिदिनु होला। सकेको यो भिडियोलाई सक्दो सेयर गरेर सबैसम्म पुर्याइदिनु होला। मैले आजको बसाइमा हजुरहरूलाई मलामी शीर्षक दिएको छु। मलामी शीर्षकमा तपाईँहरूसँग भएका केही रचनाहरू लिएर अर्को बसाइमा आउनुहोला। तपाईँ र म कार्यक्रम प्रस्तुता सँगै बसेर मलामी शीर्षकमा धेरै रचनाहरू, धेरै कृतिहरू यहाँबाट सम्प्रेषण गरौँला। हस्त अर्को कार्यक्रममा
भेट्ने बाचासहित म कार्यक्रम मजेरी प्रस्तुत तारा भएर आजको बसाइबाट बिदा हुने अनुमति चाहन्छु। बिदा दिनुहोस्। नमस्ते। सेवा रोजदाऊ।